99% म सलाम गर्ने मान्छे हुँ, तर हिजो राजालाई चिठी लेखेको चाहिँ इट इज भेरी रङ। मेयर साहबले एकदम धन्यवाद दिन्छु, किन भन्दा कसैलाई पनि पक्षपात गर्नुहुन्न, कसैलाई काखा गर्नुहुन्न, कसैलाई पाखा गर्नुहुन्न। नियम कानुन सबैको लागि बराबर एक हुनुपर्छ। हामीले देशको विकास गर्नुपर्छ, देशको विनाश होइन। व्यवस्था ठीक छ, राष्ट्रवादी चाहियो। राष्ट्रवादी भनेकै राजा हुन्छ, यति कुरो बुझ्नुहोस् तपाईँ। म त राष्ट्रवादी हो। राष्ट्रवादले के भन्छ भन्दाखेरि देशमा विकास हुनुपर्छ। नेपाली जनताको नासो नेपालीलाई बुझाए। खोज्दै यहाँ माइती घरमा आउनु भएको 100% राजा भने को? राजा भने तपाईँ हामी सारा त्यहाँ युवा बाहिर हेर्नु त राजा भने ज्ञानेन्द्र होइन तपाईँ भर्खरै भनेर जानु भएको छ राजा होइन। अब व्यवस्था ठीक छ, राष्ट्रवादी चाहियो। राष्ट्रवादी भनेकै राजा हुन्छ, यति कुरो बुझ्नुहोस् तपाईँ। राष्ट्रवादी राजा नहुने भए यहाँ राष्ट्रवादी नेताहरू अहिले कहीँ जन्मे, किन तपाईँले विरोध गर्नु पर्यो? तपाईँ यहाँ आन्सर गर्नुहोस्, हो कि होइन? पशुपतिनाथलाई साक्षी राखेर भन्छु, म संसद भवन छिरे भेट्नु यी नेताहरूलाई सबलाई पाखा लगाइदिन्छु। सिधा प्रधानमन्त्री ज्यू गलत हो कि तपाईँ सही हो? प्रधानमन्त्री गलत हो नि। प्रधानमन्त्री यदि सही हुन्थ्यो भने आज उद्योग धन्दा कल कारखाना खुल्थ्यो।